वेल भर्खरै मात्र कोर क्याम्पमा व्यस्त रहेको नेपाल क्रिकेट टिमका विभिन्न खेलाडीहरूलाई चाहिँ फेज 2 को कोर क्याम्पको लागि चाहिँ सिलेक्सन गरेको छ। अलमोस्ट 52 प्लेयरहरू चाहिँ कोर क्याम्पको विभिन्न क्याटेगोरीमा रहेर कोर क्याम्पमा चाहिँ व्यस्त रहेको छ। गत अप्रिल 26 देखि चाहिँ नेपाल क्रिकेट टिम चाहिँ व्यस्त रहेको थियो कोर क्याम्पमा। फेज 2 को लागि अलमोस्ट 25 प्लेयरहरू चाहिँ व्यस्त रहनेछन् भनेको छ। यो फेजमा पनि राम्रो पर्फर्मेन्स गर्ने अलमोस्ट 15 to 16 प्लेयर मात्र अब यो टुरको लागि चाहिँ सिलेक्सन हुन्छ। फेज 2 को क्याम्पकै कुरा गर्ने हो भने यहाँनिर क्याप्टेन्सी भन्ने रोल पौडेलले गर्नेछ र त्यो सँगै आशिष सिंह, कुशल भुजेल, अनिल शाह, धन सार्की, दिपेन्द्र सिंह मौर्य, गुलशन कुमार झा, अर्जुन शाह, बासिर अहमद, आरिफ शेख, राज खत्री न्यू प्लेयर रहेका छन्। किरण अगुन्ना नयाँ प्लेयर, सन्दीप लामिछाने, ललित नारायण, राजवंशी साहब, आलम सम्पान राम, करुण केसी, नन्दन यादव, प्रतीश ऋषि, रिजन ढकाल, आकाश चन्द्र, रूपेश कुमार सिंह, रूपेश कम्र, शुभकांक्षा गरेर अलमोस्ट 25 प्लेयरहरूलाई फेसबुकको क्याम्पमा व्यस्त राख्ने भनेको छ। केही समयपछि युके टुरको लागि प्रस्थान गर्दैछ र युकेका विभिन्न ठाउँमा चाहिँ गएर ओडिआई सिरिजहरू विभिन्न टिमहरूमा चाहिँ व्यस्त रहनेछ। सो आई थिङ्क पुरानै प्लेयरहरू नै चान्स पाउँछ। त्यसलाई हेर्ने हो भने पनि अब फेज 2 मा अलमोस्ट पुरानै प्लेयरहरूले युके टुरको लागि चान्स पाउँछन्। वर्ल्ड कप लिग म्याचमा पनि अलमोस्ट पुरानै टिम चाहिँ देख्न पाइने यहाँनिर लगभग पक्का नै भइसकेको छ। सो यहाँनिर नेपाल क्रिकेट सङ्घ क्यानले पनि बोल्ड डिसिजन गरेको छ र नेपाल क्रिकेट सङ्घ क्यानले पुरानै टिममा नै सम्भावना देखेको र पुरानै टिमलाई युके टुर सहित वर्ल्ड कप लिगको लागि इन्डिभिजुअल गराउने यहाँनिर देखिरहेको छ। सो अब हेर्दै जाउँ कस्तो रहनेछ उनीहरूको र वर्ल्ड कप लिगको म्याचमा चाहिँ राम्रो पर्फर्मेन्स गर्ने ओल्ड होस् चाहे न्यू होस् हामीले चाहिँ एज अ क्रिकेट फ्यान उनीहरूले राम्रो पर्फर्मेन्स गरौँ, कन्ट्रीको लागि योगदान गरौँ